राज संस्था पुनर्स्थापनाका लागि यदाकदा उठ्ने गरेको जनमत संग्रहको सन्दर्भमा राप्रपा आफ्नो अवधारणा पुनः एकपटक स्पष्ट पार्न चाहन्छ। राप्रपाको परिकल्पनाको राज संस्था पूर्ण संवैधानिक राज संस्था हो र यो संस्थाको पुनर्स्थापना जनमत संग्रह वा कुनै रक्तपातको बाटोबाट होइन, राष्ट्रिय सहमतिको बाटोबाट हुनुपर्दछ। हाम्रो परिकल्पनाको राजा राप्रपाको मात्र राजा होइन, देशको साझा संस्था हुनेछ। त्यसैले यस्तो साझा संस्था अल्पमत वा बहुमतबाट स्थापित हुने होइन, सहमतिबाट हुनुपर्दछ भन्ने राप्रपाको मान्यता छ। यस प्रकारका साझा संस्थाहरूलाई अल्पमत बहुमतबाट निर्णय गर्न थालियो भने त्यसले झन जटिलताहरू पैदा गर्ने खतरा रहन्छ र अल्पमतले सधैँ बहुमत प्राप्त गर्ने प्रयत्न गरिराख्छ। त्यसले अस्थिरता र द्वन्द्वलाई झनै बल प्रदान गर्छ। त्यसैले राज संस्था जनमत संग्रहबाट होइन, सहमतिबाटै पुनर्स्थापित हुनुपर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ।